म चाहिँ आज दिउँसो नेपाल माबु भन्ने जग्गामा आएको थिएँ। यहाँ चाहिँ एकजना दाजु खस्नु भएको थियो र चाहिँ म यहाँ आज 3 दिन बादमा काम उठाइँदो रहेछ। राई जातिको चाहिँ राई जातिको काम है, मरौको काम चाहिँ यो परिकारले गरिँदो रहेछ। यो अन्तिम संस्कारको काम र यहाँ तपाईहरुलाई मैले यस भिडियोमा प्रत्यक्ष प्रसारण देखाइरहेको छु है, हेर्दै गर्नु होला। म चाहिँ यहाँबाट आज काम सकेर भोलिपल्ट चाहिँ हामी यहाँ नेपालबाट चाहिँ फर्किने हो है। यो काम सकेर चाहिँ अनि तपाईहरुलाई त्यो फर्केको सम्म भिडियोहरु बनाएर लिएर देखाएको छु है। तपाईले हेर्दिनु होला के कस्तो लाग्छ। तपाईहरुले लाइक कमेन्ट शेयर पनि गर्दिनु होला। यो चाहिँ आफ्नो राईको संस्कृति अनुसार गरेको है। यो आफ्नो राईहरुको चाहिँ यो परिकारले गरिन्छ भनेर चाहिँ तपाईहरुलाई मैले यस भिडियोमा देखाएको छु है। यहाँ चाहिँ राई जातिको फेदेङबा भन्छ है, अनि सुब्बाहरुले चाहिँ फेदेङबा भन्छ, राईहरुले चाहिँ के भन्छ। हाम्रो चाहिँ अब लामा गुरुहरुले गर्नुहुन्छ र तपाईहरुलाई चाहिँ मैले यहाँ राई जातिको पनि गरेर लिएर देखाएको छु। यो चाहिँ कस्तो हुन्छ भने अब चेलीबेटीको एकपट्टि हुन्छ, दाजुभाइको एकपट्टि गरेर चाहिँ गर्ने हो। जति पनि बहुत मधेस सबैको भेला भएर अब सबै सन्तान भेला भएर चाहिँ अब 5 वर्ष 10 वर्षमा एकचोटि भेला भएर गर्नुपर्ने। पश्चिम मुन्ने पऱ्यो अहिले गाउँठाउँ बस्नेहरूले अब दाजुभाइ अब काका बडो खाल पछाडि त अब दाजुभाइ खाल आउँछ, जानिराख्नु पऱ्यो। अब अब 3 मान्छे चाहिँ ढोलै खायो सकेसम्म नाङ्कासँग अब गर्दैछु होइन। अब हिँडी अब मधेसतिर अब के गर्दा पर्दा बुढौली पञ्च सबै गरिरहेको छु। कहिले काहीँ त म त एक्लै पर्छु। यो चाहिँ अब अन्तिम अब यो काम सकेर यो अन्तिम अब यो बिजुवाहरूलाई पनि बिदाई दिने काम भइरहेको छ। बुढौली पाकौलीसँग टोक्ना हो, वारङ वातङसँग टोक्ना, पेन छरवा ररवासँग टोक्ना हो, हिटा नमलो साप्तुङ खान्छौँ डाको बाटुङ खान्छौँ निकी मुलो सबै मुलो मुले मासिनमा आउने मुलो जुई मायङ पमेत दुडो हिडा नमलो सबै छकेन देखेनको वाही केन मुक्सु केन नसा मुलो लाम तसेक दुडो मुलो सबै मुलो तागारो तपाक दुडो हिटा मुलो अनकनका उनको मुलो सारी ताङ पाची sang मुलो सोमलोक निगाली सिनका मुलो सबै हिडा नमलो उनको नाबिसा कुबिसा नमलो सबै बुढौली पाकौली चाहिँ सबै केन छरवा सबै चाहिँ साया तोक्ना न पश्चिम सोया मलो सोलनबी फुक्चुरी कुन भाले बरौमा बयुङमा कि 550 युङमा कि अचो साया तोक्ना नि आङानी अनकन kana मलो हनी मसा मलो मार रानका मलो पूर्व सोन्दा नमलो अनका दिवा पाखाप्ला चेन मलो मलो सङ बाखा चांगरी ताखरा सङ सङ हेक्ता खराउडा नि 19 घण्टा निसिन दानका कि खाली छु खाली दुवा साया तोक्ना नि यङयन गर्ने बाबा सुबिन्द्रै बोल्नु पाए बोल्नु न खुल्ला भयो न नजाएर भयो अनकन कमल एउटा भनिसक्यो सारी ताङ पाइन्छ बोल्नु ल नजाउनु हुँदैन त बोल्नु त भाइ यो त लजाउनु हुँदैन, यो त लजाएर हुँदैन कि कुन कुन दिवा पाखाल र युङटा ल अग्नि शिवा फेसिङ फेसिङ सम्म यङमा माडो सिकेतकला भनेको त सिकेतकला भनेको सिकिराख्नु त हेरिराख्नु त बुझिराख्नु त पर्छ। यस्ता पोता बोला अब सिक्नुपर्छ। उहाँले भने जस्तो हामी चाहिँ मलाई अब यो सारी ताङपा भइ
यो लाम्पा छचिना मुलु थोयम लयङ मेन्दा छ जुलो खामा छ तरि उसिन्द्र छ मुर्दा त मिनामा छ त बोकिन्छ छ हजुर हजुर बाबा अब कडा डाना मुलु खाडा मुलु मना छु खाजा त पाइन्द्र छ बाबा हजुर डाना मुलु खासै नङ कुनङ लेमाङ सिनमा समा डना मुलु खासै हजुर डाना मुलु खाडा बोली बचन ना मुलु औका इंग्लिसा लेमा सिनमा डङ छ ढाटा लौरी चमा लेमा नि डाना मुलु खाडा मुलु औका छलाम छाङ नेपुङ तारुङ दिलाम छाम नेपुङ तारा बाबा खाडा आम्नु बुक्लुङ खाठाउँ खासा नेपुङ तारुङ हजुर हाम्रो सिक्वाले मारी छ नेपुङ तारुङ कि आम्नु चिसिङ हजुर हजुर बाबा गाडी भन्छ एदाना के गर्नु मुलो खाडा मुलो आइबा मुसिबाक्छ तलापटाङ नरछ मुलो हजुर हजुर एदाना सबै नै वाहिबा मुसिबाक सबै फक्टा सबै फपमा फप तलापटाङ त समितेन पारुतेन छाङ फटाङ नङ अब यो हजुर हजुर बाबा एदाना मुलो खाडा मुलो सबै नै मुलो एदाना मुलो याहान मुआङ सबै तले सबै सारीमा पोक्नु मान्छे सबै चित्तमा फेक्ने बाबा एदाना सबैले लेमाङ सिनमा सम्म नै मेना निङे छ बाबा अछङ गाउने के गर्नु एदाना मुलो खासै ओना मुलो अक्टा को अक्टा सोलन्दी फुक्चुरी अक्टा बाङमा सङ पुजु अक्टा हजुर मा काप्चुरी अक्टा बाङमा सङ पुजु युङमा किना मेटमा न मान टोटो हजुर बाबा नाङकोले अछिन त्यो मुलो खाडा मुलो उनका छे मुलो हेनखामा अलिङा निनामा अलिङा हजुर हजुर अक्टा खाडा अक्टा आज चाहिँ काम मरौको काम सकेर है अन्तिम काम मरौको उठाएर पनि हामी चाहिँ बिहान अब रेडी भइरहेको छु है बेलुकीको चिन्ताहरू सबै सकेर र अब चाहिँ हामी बिहानीको टाइममा फर्किनका लागि तर्कार है अब सबैजना यो पिकअप भ्यानमा चढिरहेको छ है र बाटोको दृश्यहरू पनि देखाउने छु बेलुकी नै देखाउँ भनेको थिएँ बेलुकीको भिडियोमा चाहिँ मैले गर्नु सकिनँ है बेलुकी रात परेको कारणले गर्दाखेरि चाहिँ र मैले चाहिँ मेरो बाइकलाई पनि उकालो ल्याउनु नसकेर चाहिँ मैले तल उकालो चढ्ने बाटोको छेउमा नै मैले चाहिँ छोडिराखेर आएको थिएँ अब चाहिँ यहाँबाट तल त्यहाँ मेरो जहाँ बाइक राखेको छु त्यहाँसम्म चाहिँ म यो गाडीमै चढेर जाँदैछु अब सबै चाहिँ इलामपट्टि फर्केको है यता माबुपट्टिबाट चाहिँ बाटोको दृश्यहरू चाहिँ यस्तो छ हेर्दै गर्नुहोस् है बाटो चाहिँ एकदमै रफ छ यो चाहिँ न्यू कटिङ बाटो भएको कारणले गर्दाखेरि चाहिँ धेरै रफ फेरि रफ मात्र होइन है ज्यादा उकालो छ है यो बाटो चाहिँ एकदम स्टिप यहाँ चाहिँ 4x4 गाडीहरू मात्रै कुद्छ है र तपाईँहरूलाई यसरी भिडियो लिएर देखाउँदै है मेरो चाहिँ यहाँ अन्तिम अब यहीँ तलसम्म मात्रै हुन्छ है तपाईँलाई छोटो भिडियो गरेर लिएर चाहिँ देखाएको यहाँको बाटोहरू कस्तो छ भनेर चाहिँ अब मेरो बाइक राखेको जग्गा पनि आइपुग्न लाग्यो र हजुरहरूबाट पनि है यो भिडियोबाट पनि बिदा लिँदै तपाईँहरूसँग फेरि यस्तै नयाँ भिडियोहरू लिएर तपाईँहरूलाई देखाउने छु है र यहाँ आउनुभयो भने चाहिँ तपाईँहरू एकदम 4x4 गाडीहरू लिएर आउनुभयो भने मात्रै चढ्छ यो गाडी पनि 4x4 हो है पिकअप पनि मेरो भिडियो चाहिँ यहीँसम्म हुन्छ है हवस् त बाई बाई।